मायाको चुनाव ग्रहणका लागि टिम माया नेटवर्क, मायाको चुनाव ग्रहणका लागि जर्मन आईटी सोल्युसन, जस्तै मायाको चुनाव ग्रहणका लागि राज मेडिकललाई आमन्त्रण गर्दछु। पैसा चिन्दो रहेछ है तर मनी इज एभ्रिथिङ। र अब हामी मायाको चुनाव प्रमाणपत्र वितरणको अन्तिम समयमा आएका छौँ। त्यस पश्चात यहाँलाई मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमबाट रमाइलो गराउनु हुनेछ। त्यस अगाडि पनि म अब हाम्रो यस 19औं संस्करणमा अहोरात्र घटेर 19औं संस्करणको हात्ती तथा पर्यटन महोत्सव सफल पार्न सहयोग पुर्याउनु हुने आदरणीय म यो एउटा बेहोरा पढेर बाद सुनाउँछु। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित 19औं चितवन हात्ती तथा पर्यटन महोत्सव 2082 को ऐतिहासिक समारोहको सु अवसरमा महिला उद्यमी तथा कृषि प्रवर्तन व्यवस्थापन समितिको संयोजक पदमा रही कार्यक्रमलाई अत्यन्त सफलतापूर्वक सम्पन्न गर्नका लागि पुर्याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद सहित प्रशंसा पत्र प्रदान गर्दछौँ। साथै आगामी दिनहरूमा पनि यस्तै सहयोग र साथको अपेक्षा राख्दछौँ। संयोजक गुणराज थपलिया, अध्यक्ष ओम प्रकाश पाण्डे। यो प्रमाणपत्र प्रदान गरिदिनुको लागि म संयोजकज्यू र साथमा माननीय मन्त्रीज्यूलाई पनि संयुक्त रूपमा हार्दिक अनुरोध गर्दछु। यस्तै अर्को सम्मान पत्रको बेहोरा उही छ। झाँकी तथा शोभायात्रा तथा महोत्सव परिसर निर्माण व्यवस्थापन समितिका सदस्य आदरणीय गोकर्ण गिरिज्यूलाई यो प्रशंसा पत्र ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्दछु। झाँकी तथा शोभायात्रा तथा महोत्सव व्यवस्थापन समितिका संयोजक गोकर्ण गिरिज्यू, यस्तै झाँकी तथा शोभायात्राका सदस्य ध्रुवराज वाग्लेज्यू, यस्तै शिवराज दवाडीज्यू, काठमाडौँ सम्पर्क समन्वय समितिका संयोजक शिवराज दवाडीज्यूलाई मायाको चुनाव ग्रहणका लागि प्रशंसा पत्र ग्रहणका लागि स्टेजमा आमन्त्रण गर्दछु। यति बेला मैले देखिराखेको छु गोकर्ण गिरिज्यू, झाँकी व्यवस्थापन समिति, झाँकी तथा शोभायात्रा महोत्सव परिसर निर्माण व्यवस्थापन समितिका सदस्य गोकर्ण गिरिज्यूलाई प्रशंसा पत्र ग्रहणका लागि अनुरोध गर्दै ध्रुवराज वाग्लेज्यू, यस्तै काठमाडौँ सम्पर्क समन्वय समितिका संयोजक शिवराज दवाडीज्यूलाई पनि यो प्रशंसा पत्र दिनको लागि स्टेजमा आमन्त्रण गर्दछु। यस्तै प्रशंसा पत्र ग्रहण गरिदिनुको लागि म कृष्ण प्रसाद दाहालज्यूलाई हार्दिक अनुरोध गर्दछु। हात्ती जीत डुङ्गा सफारी व्यवस्थापन समितिका संयोजक कृष्ण प्रसाद दाहालज्यूलाई यो सम्मान पत्र ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। छोएर बस्नुहुन्छ